सुरु भएछ आजदेखि चाहिँ बलुवा बोक्नु। अस्ति मैले सफा गरेको भरे म पनि बोक्नुपर्छ एकछिनबाट। अब चाहिँ चालु भयो साथीहरू काम। हेर्दै गर्नुहोस् अहिले कति छ है बलुवा। यति चाहिँ सबै आज हामीले बोकिसक्नु पर्ने छ। म अहिले फिलहाल भने चाहिँ नाम्लो मिलाउँदैछु बलुवा बोक्नु लागि। दिन चाहिँ तर साह्रो दामी भयो आज, घामैलो। तर भारी बोक्दाखेरि घाम लाग्छ फेरि हामीलाई मात्रै याद हुन्छ है, जसले भारी बोक्छ त्यसलाई मात्रै याद हुन्छ फेरि घामले चाहिँ कस्तो गर्छ भनेर। यो चाहिँ फर्स्टको है भिडियो। फर्स्टमा चाहिँ किन बनाइहालेको भन्दा चाहिँ अलिकति थाकेको हुँदैन नि त है, भिडियोहरू बनाउनु पनि सक्छ। भरे चाहिँ फेरि थाकेर हत्तु भएको हुन्छ, त्यसले गर्दा चाहिँ अहिले नै बनाइहालौँ भनेर है। भान्जीले भिडियो गर्दैछ, यो चाहिँ त्यसलाई सिकाएको नि, अब यताउता गरे भनेर भिडियो गर्नु सिकाउँदैछु। बोल्दै पनि छु, गफ गर्दै पनि। अब चाहिँ नाम्लो रेडी भयो, फर्स्ट ट्रिप अब स्टार्ट भयो। रोनाल्डोको जर्सी लगाएर अब बलुवा बोकायो हो। बस्तीमा बसिसकेपछि यस्तै हो। कतिले चाहिँ अब चस्मा लगाएर बोक्यो भन्दै होला, कालो चस्मा लगाएर भन्दै होला। तर मेरो चाहिँ यो चस्मा चाहिँ चेन्जेबल हो, घाम लाग्दा कालो हुन्छ। त्यसले गर्दा चाहिँ फेरि म चस्मा लगाएन भने चाहिँ आँखा नै देख्दिनँ, धमिलो हुन्छ। भरे लडेको होइन है भारीसँगै। बानी नै मेरो चाहिँ यही हो, काम गर्दाखेरि चस्मा लगाउने बानी हो। केटाकेटीहरू पनि एक्साइटेड हो भिडियो गर्दैछ भनेर। हेर्नुहोस् न, अब यस्तो ठाडो उकालो बोक्नुपर्छ। फर्स्ट जोसमा त एक एक सिँढी एक एक कदम माग्छ नि, भरे त साह्रो पऱ्यो नि। त्यो ठाडो सिँढी सकेर फेरि यस्तो घुमाउरो छ, टर्निङ घुमाउँदै घुमाउँदै आउनुपर्छ। त्यो पनि घाम लागेको हेर्नुहोस् न, अब यस्तो घाममा चाहिँ। पानी चुन्दैछ नि, पानी चुन्दैछ सबै डढाले बेसी। पानी चुन्दै थियो नि बलुवामा। काकाले पनि भन्दै थियो अघि, आज हामी दुईजना चाहिँ बलुवा बोक्ने चाहिँ ढाँडभरि चिसो भयो नि भन्दै थियो। अब हेर्नुहोस् न, यत्रो लामो चाहिँ बोकेर आउनुपर्छ। यस चाहिँ तपाईँलाई स्पिड नगरी नर्मल स्पिडमा नै मैले भिडियो बनाएको छ, कतिको लामो डिस्टेन्स रहेछ भनेर। अब यहाँदेखि पनि हेर्नुहोस्, त्यहाँ आइपुगेँ, अब अझै यस्तो तेर्सो आउनु पऱ्यो। यति टाढो बोक्नुपर्छ। यहाँ चाहिँ सधैँ मैले देखाइरहने मेरो अर्किडको गार्डन, मिनी गार्डन। यहीँदेखिको प्रायः भिडियोहरू बनाउँछु है मैले। त्यहाँ पर अस्ति बादलको पनि देख्नुभयो होला, त्यही हो स्पट चाहिँ। अब चाहिँ आइपुगेँ डेस्टिनेसन, बलुवा राख्ने। अहिले हेर्नुहोस् न, यति मात्रै छ। फर्स्ट स्टार्टिङै मेरो चाहिँ यो। काकाले चाहिँ बिहानदेखि बोक्नु हुँदै थियो, मेरो चाहिँ अरू काम थियो र त्यो सकेर अब बलुवा स्टार्ट भयो। अगाडिको काम चाहिँ के थियो भने हाँसिरालाई नुहाइदिनु, त्यसलाई अलिकति केयर गर्नु थियो। अहिले चाहिँ सेकेन्ड ट्रिप यो, सेकेन्डमा पनि भिडियो बनाएर। अब चाहिँ हेर्नुहोस् न, कति थाक भइसकेको छ। निकै बोकाइ भयो नि उकालोमा। आम्मामा, रोनाल्डो जर्सी लगाएर फुटबल खेल्नु त होइन, अब बलुवा बोकाइ हो। काकाले पनि ल्याइ पुऱ्याइहाल्यो, सँगसँगै हिँड्दै थियो है। जोसी छ बुढो अझै पनि, म भन्दा पनि। यो चाहिँ तपाईँहरूलाई भारी खानाको मात्रै देखाएकै। भिडियो गर्नु अब बोकेर हत्तु भइसकेको हुन्छ हो। केटाकेटीहरू पनि गइसकेको थियो, आफ्नो धुनमा खेलिरहेको थियो। अन्त अब यहीँ राखेर चाहिँ खानाको मात्रै। अब कति हुँदा चाहिँ हेर्नुहोस् है, अब यति मात्रै छ बलुवा। हत्तु नि हो, हत्तु। कोही बेला काका अगाडि म पछाडि हो। त्यहाँ चाहिँ फेरि एकछिन अड्किनु पऱ्यो नि है, त्यो झाडिन्जेलसम्म चाहिँ। यो चाहिँ फेरि टुप्पामै थिएछ नि त, मेरो धन्न आइपुगेछ नि उकालोमा।
हेर्दै गर्नुहोस् होला हामीले बोकेको बलुवा आम्मामा कति चाहिँ बोकेछ हामीले। हेर्दै गर्नुहोस् है साथीहरू, मैले भन्दै थिएँ नि बलुवाको थाक हेर्नुहोस् न, अब कहाँ उकालो चढ्नु पर्दैछ। यहाँ आइपुगेर पनि उकालो चढेर त्यो बोरा उचाल्नु चाहिँ थाकेको बेलामा चाहिँ यस्तो रिस उठ्छ कि त्यहाँ पुऱ्याएर पल्टाउनु पर्ने चाहिँ बोरा पल्टाउँदा चाहिँ साह्रो पर्छ। आजको लागि चाहिँ यति नै हो। आज हामीले यति चाहिँ बोकेको छ। अब तपाईँहरूले कमेन्टमा गेस गर्नुहोस् है कति भारी बोक्यो होला भनेर। तपाईँले गेस गर्नु पनि सक्नुहुन्छ। हेर्नुहोस् न बोरा चाहिँ यति थाक चाहिँ हामीले बोकेको चाहिँ।